वासहरू यताउता युज गर्दैन इफ मैले मेकअपहरू यताउता होइन धेरै युज गरेको छु भने मात्र मैले युज गर्छु नत्र भने मैले यतिकै होइन वेट टिस्यु लिन्छु अनि अलिकति थोरै मात्र फेस वास त्यही हो के बिहान त म के पनि युज गर्दैन त्यस्तो फेस वास यताउता होइन फेस वास धेरै युज नगर्नु नै भन्छु क्या मैले हजुरहरूलाई पनि किनकि राति के अरे अब स्किन केयरै गरेर सुतिन्छ नि त अनि बिहान फेस वास गर्नुपर्ने जरुरी नै छैन कि सुतेर त उठेको हो नि त अनि अलरेडी केही फेसमा हुँदैन आई मिन स्किन केयरको त्यो मात्र हुन्छ हल्का वार्म वाटरले या आइसहरू यताउता होइन सिधै त्यो मर्निङ स्किन केयर रुटिन गर्दा हुन्छ कि जस्तो लाग्छ है मलाई चाहिँ त्यो फेस वास होइन किन युज गर्नु अब राति यत्तिकै सुतिरा हुन्छ होइन यत्तिकै राम्रो भइ नै रा हुन्छ होइन त्यही भएर बिहान चाहिँ कहिले पनि मैले त्यसरी फेस वास युज गर्दैन कि लाइक केही फेस प्याकहरू यताउता केही अप्लाई गर्नु छ भने मात्र गर्ने हो नत्र भने चाहिँ मैले कहिले पनि लाइक फेस वास युज गर्दैन सो अनि मेरो चाहिँ होइन अलरेडी मैले सेयर गरेको छु कतिजनाले हेर्नु भएको छ छैन होइन मैले चाहिँ भाइटामिन सी सेरम लगाउँछु एभ्री डे लाइक मैले कति 3-4वटा बट्टा सकाइसकेँ फेरि यो पनि सकिन आँटेको छ लिनुपर्ने छ अनि त्यो लिक्विड मैले धेरैचोटि भनिसकेँ त्यो मैले घरमै बनाएर बट्टामा स्टोर गरेको वाला कि घरमा बनाएको भन्दा पनि मैले मिक्स्ड गरेर होइन मैले धेरैचोटि भनिसकेको छु हजुरहरूलाई धेरैलाई थाहा नहुन पनि सक्छ होइन मैले चाहिँ त्यो लिक्विड लाइक रोज वाटर अनि ग्रिसलिन अनि अलिकति लेमन जुस होइन अनि एड गरेर स्टोर गरेर राख्छु बट्टामा होइन यस्तो राम्रो त्यो भएपछि त मलाई के पनि चाहिँदैन कि होइन त्यसको मैले भिडियोज पनि बनाएको छु कसरी कति कति क्वान्टिटीमा मैले एड गरेको छु भनेर त्यो भिडियो पनि आउँदै गर्छ सो सबैजनाले हेर्नु होला होइन फलो पनि गर्नु होला अनि मेरो धेरै हुँदैन यति नै हो लाइक त्यही हो सेरम अनि त्यो लिक्विड भयो अनि भ्यासलिन फर लिप्स